नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। म फेरि पनि आइसकेँ तपाईँहरूको आफ्नै प्यारो 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 प्यारोभन्दा प्यारो दाजुभाइ। आज चाहिँ म साथीहरू लभ डाँडा जाँदैछु। लभ डाँडा गएर च्याट्ट उल्टी सुल्टी हान्ने हो। त्यहाँनिर अब को हुन्छ हुँदैन कोही मलाई केही थाहा हुँदैन होइन। कहिले हिजो अस्ति त कोही पनि थिएन होइन। हिजो चाहिँ एउटा भाइ आइपुगेको थियो। अनि अब के हुन्छ हेरौँ। सबैजनाले फुल भिडियो चाहिँ हेरिदिनु होला र कोही नयाँ हुनुहुन्छ भने लाइक गर्न चाहिँ नबिर्सिनु होला र सँगसँगै सब्सक्राइब पनि। त्यही हो साथीहरू, ल माया छ सबैजनालाई। अब सिधै लभ डाँडा गएर भेट्नुपर्ने हुन्छ हामी है त। सुटिङ भइदिइरहेको रहेछ नि त यहाँनिर। ओ ल त्यो भाइ चाहिँ आइपुगे जस्तो छ, हिजोको भाइ। यहाँनिर चाहिँ एउटा लोकदोरी गीतको सुटिङ भइरहेछ जस्तो छ। हे टक्क आइपुगिसकेँ म चाहिँ लोकेसनमा। के छ भाइ, ठिक छ? कतिखेर आएको? भर्खरै आएको? ल गर्नुपर्छ ल। सुटिङ भइरहेछ है साथीहरू, भइरहेछ होइन। अब म पनि ड्रेस चेन्ज गरेर ब्याङ ब्याङ हानेर। आज टाइम पनि धेरै छैन, 4:15सम्म मात्र हान्नु लागेको म होइन। 4:15सम्म हानेर ट्याक्क निस्किहाल्नुपर्ने छ। आज अलिकति चाँडै पुग्नुपर्ने छ काममा, गाह्रो छ नि। ल साथीहरू अब त्यही हो, उल्टी सुल्टी हान्ने बेला भेटौँ सबैजना भनेपछि। ए भनेपछि भाइको के अरे म आउँछु भनेर मात्र आएको, नत्र नआउने विचारमा थियो। यतिको चाहिँ हुनैपर्छ है। अब त्यही हो, अब प्र्याक्टिस गर्नुपर्ने हुन्छ एकछिन। यसो चक्लेट दिएको अवस्था, चक्लेट पानी सानी किनेर आएको थियो अघि म। अब आज के नयाँ नयाँ के हान्ने भाइ? हो ल त्यही हो, नयाँ नयाँ सिकेर ट्याक्क हाम्रो यहाँ गाइजहरूलाई देखाउनु पर्ने हुन्छ। हेर्दा 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 हेर्दै 3:18 जस्तो भइसकेछ होइन। अब हान्नुपर्ने हुन्छ एकछिन ब्ल्याङ्की ब्ल्याङ ब्ल्याङ्की ब्ल्याङ होइन। अनि त्यसपछि टक्क निस्केर आज नुहाइ धुवाइ हानेर जानुपर्ने। अब ढिला हुन्छ जस्तो छ, बिजोक हुन्छ। ल ढिला नगरिकन अब प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यही हो साथीहरू, अब हामी चाहिँ रेडी भइसकेको अवस्था छ टक्क होइन। आज मुख छोप्ने नै लिएर आउनु बिर्सेछु, तनाव भयो नि त। ल ठिक छ, ढिला नगरिकन अब हानिदिनु पर्ने हुन्छ, त्यही हो।
हान त हान हल्का हल्का कहाँ के मिलेन त जोस पुगेन कि क्या हो एक म हान्छु लौ त खिच भुइँबाट हानौ हान्दिँदै ठिकै हुँदैन त ल है त आइया मासला यस्तै हुन्छ क्या होइन अब हानिन्छ म यहाँनिर चाहिँ हानिदिन्छु क्या भाइ यहाँनिर आउँछ त्यो यस्तो यस्तो साइड बनाएर खिच यस्तो अलिक पुरै नहो मेरो सिकेको ठाउँ यहाँ हो त्यहाँ चाहिँ मलाई अलिक सजिलो लाग्छ हान्यो ल फेरि दाइ फेरि हानिदिनु दामी निकालिदिन्छु सुरुमा लियो फेरि एकचोटि हान त सुरुमा मिल्यो दाइले सही हो अहिले यो सिका हो भइरह तर यो खुट्टा चाहिँ अलिक यस्तो हुने रहेछ होइन कत्रो टाढा आइदिन्छ र मेरो हाइट यहाँबाट खिच्दै त म यस्तोवाला त हिजोको 360 वाला हान्छ मिलाएर खिच्देऊ त यहाँ फेरि अलिकति खुट्टै चित्तै नबुझिदिएर यति राख है त खुट्टा सिधा बनाउनु one more हान त हजुर जम्प लिनु पर्यो भाइले जम्पै नलिकन घुम्यो क्या हान त भइरहेछ होइन प्र्याक्टिस भइरहेछ है ल अब नयाँ हान्नु पर्ने हुन्छ हजुर एक वाला हानिदेऊ त सकेसम्म ठिङ हुने पारामा सही हो भाइको नाम के हो अरे प्रदीप
प्रदीप होइन त प्रदीप के हो तामाङ प्रदीप तामाङ होइन त हजुर ल बालुखानी आएर भाइलाई चाहिँ भेट्नुपर्छ है यहाँ उल्टी सुल्टी हान्ने ठाउँमा भाइले सिकाइदिने होइन नआउने मान्छेलाई हजुर सिक्न आयो भने सिकाउने होइन परिहाल्यो नि होइन ल सही हो ल त्यही हो कन्टिन्यू भइरहेछ प्र्याक्टिस चाहिँ साथीहरू बेलुका 5:30 होइन 2:30 बजेदेखि 5 बजे 5:30 बजेसम्म टाइम त्यो हो हाम्रो चाहिँ टक्क आउन सक्नुहुन्छ प्र्याक्टिस गर्न सक्नुहुन्छ र नयाँ नयाँ ठाउँमा गएर हान्न सक्नुहुन्छ त्यही हो ल अरू त के छ र यस्तै छ होइन भाइ अब नयाँ नयाँ ल एकछिन भिडियो चाहिँ होल्ड हानेर यहाँ दामी हानिदिउँ अब नयाँ नयाँ बनेपछि हानिदिउँ होइन अनि भिडियो ल साथीहरू यो उल्टी सुल्टीको लागि चाहिँ मेन भनेको चाहिँ जम्प चाहिन्छ होइन अनि मेन जम्प भएन भने चाहिँ फेरि होइन मिल्दैन हरेक समस्या आउँछ बडी ल्याङ्ग्वेजै मिल्दैन त्यसैले दिनमा कम्तीमा पनि 25 देखि 50 सम्म उफ्रिने कसरी भने ल हेर्न सक्नुहुन्छ ल रेडी भाइ 5 6 7 स्लो 1 2 3 4 5 6 7 8 9 10 कति भयो 8 2 3 4 5 6 7 8 9 लास्ट जम्प 10 1 2 3 4 5 6 7 8 9 10 20 भयो हान्दिउँ ल 2 छैन ए ल ल गर 2 3 4 5 6 बिस्तारै बिस्तारै 6 7 8 9 10 हो मेन यही हो जम्प यो गरियो भने चाहिँ हामीलाई एकदम सजिलो हुन्छ जमेस्टिक हान्नलाई होइन म पनि त्यति खतरा त होइन जस मलाई ट्रिकहरू चाहिँ थाहा छ हरेक बच्चैदेखि गरिरहेको चिज हो तर बिचमा चाहिँ ग्याप भयो कन्टिन्यू गरिएन त्यसैले चाहिँ अहिले यस्तो हालत छ त्यही हो ल साथीहरू गर्नुपर्छ होइन मेन भनेको चाहिँ त्यही हो जम्प हो अब यहाँ बाल्दाखानीमै आएर पनि गर्नुपर्छ भन्ने छैन जमेस्टिक अब आफूलाई कहाँ सजिलो लाग्छ खेतबारी कहाँ छ ठाउँ होइन वरपर आफ्नो घर नजिकै टक्क हेरेर हान्न सक्नुहुन्छ तपाईँहरू पनि त्यही हो साथीहरू माटोमा नि हान्न सकिन्छ मजाले होइन हजुर माटो भाइले कहाँनिर सिक्न चाहिँ सुरुमा मैले यहीँ सिकेँ दाइ धेरै भएको छ 4-5 महिना हो ए सही हो 4-5 महिनामा भाइले बवाल बल हाने यार हल्का हो दाइ सिकेपछि आउँछ अनि सिक्नुपर्छ होइन हजुर सही हो गर्नु चाहिँ पर्यो है मेन दुःख चाहिँ हो पानी खाने भाइ खाइदिउँ दाइ मेन भनेको भाइ के अरे मेन भनेको साथीहरू दुःख चाहिँ गर्नुपर्छ होइन दुःख गरेपछि अब आफै सब कुरा राम्रो हुँदै जान्छ होइन त्यही हो साथीहरू अब हामी निस्किने बेला पनि हुन लागिसक्यो होइन ट्याक्क पानी सानी खाएर अब एकैछिन 2-4 सट हानेर अनि टक्क रेडी भएर निस्किनु पर्ने हुन्छ त्यही हो साथीहरू ल अहिले अब एकैछिन पछि भेट्नुपर्ने हुन्छ हामी चाहिँ बाई लास्ट लट साथीहरू ल लास्ट हान्दिउँ ल यति हानेपछि त अनि भाइ अझ होल्ड भइरह सिधै जाने बित्तिकै नरोकिकन हानिदिने ल अघिको भन्दा अलिकति स्पिड देख्यो अहिले कन्टिन्यू मेन भनेको कन्टिन्यू बवाल गइरह ठिक छ है तिमीले ठ्याक्क टेकेर पछाडिपट्टि फालिरहेको क्या सिधै उडेर माथिपट्टि चाहिँ फाल त माथिपट्टि फाल अनि चाहिँ हाई पनि जान्छ नजिक पनि आउँछ
भइरह बवाल भइरह ओ ल 1-2 सट हान्दै गर ल म चाहिँ खुट्टा सुट्टा धोएर आउँछु 4 बजिसक्यो होइन गाह्रो छ नि आज अलिकति चाँडै पुग्नु पर्ने छ फेरि म ल मासाला के हो यहाँनिर पानी हुन्छ यार हिजो अस्ति आज त छैन त कसले यार यो यताबाट निकाल्दैछ यार यो जाने बाटो यताबाटै थिएन यार यहाँनिरबाट हो क्या आउने बाटो यताबाट ठक्क यहाँनिर चाहिँ पानी वाल जम्मा हुन्थ्यो झन् अस्ति मैले यहाँनिर यो माथिको माटो चाहिँ मैले हालिदिएको हो क्या यहाँनिर थिएन होइन अलिअलि थियो अब गर्नै पऱ्यो होइन यस्तै छ फोहोर हेर साथीहरू अब यसरी खुट्टा धुनुपर्ने हुन्छ यही पानीले होइन गाह्रो छ नि पानी यस्तो कालो भयो खुट्टा यस्तो सफा भयो यस्तै छ गर्न चाहिँ पर्यो अब सफा गर्नै पर्यो होइन अब घर गएर टक्क टाउको नुहाएर काममा स्वाट निस्किनु पर्ने हुन्छ त्यही हो साथीहरू त्यही हो यस्तै छ होइन दुःख छ दुःख गर्नै पर्यो भयो भाइ ल निस्किनु पर्छ है त सँगै भाइ कहाँ यहाँ बुद्ध चोकमा बस्ने भने होइन ए ल अब रेडी हुन्छ है त साथीहरू म हो सबैको समस्या छ तर आफूलाई जहिले माथि राखी हिम्मत नहारी आफूमा विश्वास हुनु जरुरी छ मसँग त झन् 20 लाख समस्या छ के म रुनी त मेरो आँखामा टिलपिल गरेर साउन नसकेका र गहभित्रै बसाउन पनि नसकेका आँसुहरूले गर्दा नै म यहाँसम्मको यात्रा गर्न सकेको हो कि जस्तो लाग्छ घर आएर रेडी भइसक्यो म चाहिँ अब ट्याक्क सुनिल दाहरूकोमा गएर काममा निस्किनु पर्ने हुन्छ साथीहरू म चाहिँ ढिला भइसक्यो होइन अब निस्किनु पर्ने हुन्छ म चाहिँ ल बाई बाई साथीहरू अहिले भयो भने एकछिनमा भेट्नुपर्छ है त हुन्छ साथीहरू आजलाई चाहिँ यति नै भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ बिर्सिने होइन नि फेरि जो म्यानलाई ल ठिक छ साथीहरू होइन ल अब नेक्स्ट भिडियोमा भेट्नुपर्ने हुन्छ है त सबैजना थ्याङ्क यू फर वाचिङ बाई बाई जय नेपाल बुम